बुद्धसम्मको यात्रा लङ टाइम पछिको यो मेरो फेरि अर्को ब्लग हेरेर साथ दिनुहुन्छ भन्ने आशा गर्दछु। यस्तरी हिँड्यौँ न हामी पनि ल नमो बुद्ध हामी पनि आइपुग्यौँ। अब पहिला चाहिँ यहाँ पूजा गर्नुपर्ने चाहिँ हामीले चढाउनुको लागि खादा किनिसक्यो। भगवान देखिन्छ अरे चोखो ठाउँ मानेर चाहिँ आफ्नो स्वर्गवासी आफन्तहरूको चाहिँ फोटोहरू यहाँनिर यसरी चोखो ठाउँ मानेर राख्ने भनेर चाहिँ यसरी राखिँदो रहेछ। बाघले एउटा माउको बच्चा पाए होइन, अनि त्यो बच्चा पाएपछि त्यो बाघको बच्चाहरू त्यो अब खान नपाएर माउ मरेछ कि, अनि माउ मरेछ अनि त्यो बच्चाहरू खान नपाएर माउ चाहिँ एकदम त्यो खान नपाएर एकदम मर लागेछ। अनि त्यहाँदेखि त्यो बच्चाहरू एकदम शान्तिखेर त्यो राजाको राजकुमारले चाहिँ बुद्ध भन्दै त्यतिखेर चाहिँ यहाँ तपस्या गर्न आउने बेलामा चाहिँ अनि उसले चाहिँ यो बुद्धलाई त्यो बाघलाई चाहिँ आफ्नै मासु काटेर माउलाई दिएको छ कि यहाँनिर नि हो यहाँ छ यो छ। अनि त्यो दिएपछि त्यसले अनि त्यो खाएर कङ्ग्रेस छ कि त्यस्तो त्यस्तो छ धेरै छ हामी बुझेको हल्क। अब हेर्दै रहेछ म हाम्रो दाइलाई चाहिँ के कुरा थाहा रहेछ सो यहाँ दाइबाटै थाहा हुँदैछ मलाई पनि अलिअलि। अब आफू त्यो बुद्ध भनेर चाहिँ खुट्टाको हातको तिख्राको मासु काटेर त्यो बाघमा यो रेड चाहिँ काटेर दिएको है, काटेर उहाँलाई खाएर अनि यो बच्चालाई दुध दिनु पऱ्यो नि त। बिरामी एकदम त्यो सुकेरी अवस्थामा चाहिँ गुम्बामा प्रवेश। घुमाउने गाह्रो रहेछ नि त यो त।
हामी एक्जिट गेटबाट निस्किँदैछौँ।